आइसिसी पुरुष विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्डमा जारी श्रृङ्खलामा आफ्नो तेस्रो खेलमा नेपाल आयोजक राष्ट्र स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। खेलमा पराजित भए पनि नेपालले एक दिवसीयमा आफ्नो सबैभन्दा ठूलो स्कोरको रेकर्ड पनि बनाएको छ। यसअघि नेपाली टोलीले सन् 2023मा कीर्तिपुरस्थित त्रिवी विश्वविद्यालय मैदानमा ओमान विरुद्ध 50 ओभरमा 8 विकेटको क्षतिमा 310 रन बनाएको थियो। सोमपाल कामी र दिपेन्द्र सिंह एरीले पनि नयाँ रेकर्ड बनाएका छन्। उनीहरूले नेपालका लागि एक दिवसीयमा 7औं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका हुन्। दिपेन्द्र र सोमपाल मिलेर शतकीय साझेदारी गरे। उनीहरूले 65 बलमा 105 रनको शतकीय साझेदारी बनाएका हुन्। दिपेन्द्रले 51 बलमा 56 रनको अर्धशतकीय इनिङ्स खेले। उनले 2 चौका प्रहार गरेका थिए। यस्तै सोमपाल कामीले पनि अर्धशतक बनाउँदै आउट भए। उनले 44 बलमा 67 रन बनाउँदै आउट भएका हुन्। सोमपालले 3 चौका र 4 छक्का प्रहार गरेका थिए। त्यसअघि आरिफ शेख र गुलशन झाले 68 रनको रेकर्ड राखेका थिए। आइतबारको खेल जितेको भए नेपालको अर्को नयाँ रेकर्ड बन्ने थियो। गत सोमबार भएको खेलमा स्कटल्यान्डले नै प्रस्तुत गरेको 297 रनको लक्ष्य पछ्याउँदै एक दिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएको रेकर्ड नेपालले बनाएको थियो। आइतबार भएको खेलमा पनि नेपालले यो रेकर्ड तोड्न सकेन। आइतबार दुवै टोलीले कुल 644 रन बनाएका हुन्। दुई टोली बीच खेलिएको एक दिवसीय खेलमा सबैभन्दा ठूलो समग्र स्कोर पनि हो। यसअघि सोमबार यही श्रृङ्खलामा दुई टोलीले कुल 593 रन जोडेका थिए। आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित 50 ओभरमा 6 विकेटको क्षतिमा 323 रन बनाएको थियो। स्कटल्यान्डका कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले। उनले 114 बलको सामना गर्दै 6 चौका र 4 छक्काको मद्दतमा 102 रन जोडेका हुन्। उनले माइकल लिस्कसँग मिलेर स्कटल्यान्डका लागि 6औं विकेटमा 125 रनको कीर्तिमानी साझेदारी गरे। लिस्कले तीव्र गतिमा रन बनाउँदै 62 बलमा 96 रन जोडे। उनी शतक बनाउनबाट मात्र 4 रनले चुके। उनले 12 चौका र 3 छक्का प्रहार गरेका थिए। अब नेपालले मङ्गलबार जुन 10 तारिक नेदरल्यान्डसँग खेल्ने तालिका रहेको छ। हवस् त आजका लागि क्रिकेटसँग सम्बन्धित खबर सकिएको छ। यदि तपाईलाई आजको भिडियो सामग्री मन परेमा कृपया एक लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। तपाईँ पहिलोपटक हाम्रो यस च्यानलमा जोडिनु भएको छ भने कृपया एक सब्स्क्राइब गरेर पनि सहयोग गरिदिनुहोला। आगामी दिनमा पनि क्रिकेटसँग सम्बन्धित नयाँ खबरहरू लिएर तपाईँको माझमा आउने जानकारी गराउँदै आजका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। नमस्कार। जय नेपाली क्रिकेट। आइसिसी पुरुष विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्डमा जारी श्रृङ्खलामा आफ्नो तेस्रो खेलमा नेपाल आयोजक राष्ट्र स्कटल्यान्डसँग 2 रनले पराजित भएको छ। खेलमा पराजित भए पनि नेपालले एक दिवसीयमा आफ्नो सबैभन्दा ठूलो स्कोरको रेकर्ड पनि बनाएको छ। यसअघि नेपाली टोलीले सन् 2023मा कीर्तिपुरस्थित त्रिवी विश्वविद्यालय मैदानमा ओमान विरुद्ध 50 ओभरमा 8 विकेटको क्षतिमा 310 रन बनाएको थियो। सोमपाल कामी र दिपेन्द्र सिंह एरीले पनि नयाँ रेकर्ड बनाएका छन्। उनीहरूले नेपालका लागि एक दिवसीयमा 7औं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका हुन्। दिपेन्द्र र सोमपाल मिलेर शतकीय साझेदारी गरे। उनीहरूले 65 बलमा 105 रनको शतकीय साझेदारी बनाएका हुन्। दिपेन्द्रले 51 बलमा 56 रनको अर्धशतकीय इनिङ्स खेले। उनले 2 चौका प्रहार गरेका थिए। यस्तै सोमपाल कामीले पनि अर्धशतक बनाउँदै आउट भए। उनले 44 बलमा 67 रन बनाउँदै आउट भएका हुन्। सोमपालले 3 चौका र 4 छक्का प्रहार गरेका थिए। त्यसअघि आरिफ शेख र गुलशन झाले 68 रनको रेकर्ड राखेका थिए। आइतबारको खेल जितेको भए नेपालको अर्को नयाँ रेकर्ड बन्ने थियो। गत सोमबार भएको खेलमा स्कटल्यान्डले नै प्रस्तुत गरेको 297 रनको लक्ष्य पछ्याउँदै एक दिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएको रेकर्ड नेपालले बनाएको थियो। आइतबार भएको खेलमा पनि नेपालले यो रेकर्ड तोड्न सकेन। आइतबार दुवै टोलीले कुल 644 रन बनाएका हुन्। दुई टोली बीच खेलिएको एक दिवसीय खेलमा सबैभन्दा ठूलो समग्र स्कोर पनि हो। यसअघि सोमबार यही श्रृङ्खलामा दुई टोलीले कुल 593 रन जोडेका थिए। आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित 50 ओभरमा 6 विकेटको क्षतिमा 323 रन बनाएको थियो। स्कटल्यान्डका कप्तान रिची बेरिङटनले शतकीय इनिङ्स खेले। उनले 114 बलको सामना गर्दै 6 चौका र 4 छक्काको मद्दतमा 102 रन जोडेका हुन्। उनले माइकल लिस्कसँग मिलेर स्कटल्यान्डका लागि 6औं विकेटमा 125 रनको कीर्तिमानी साझेदारी गरे। लिस्कले तीव्र गतिमा रन बनाउँदै 62 बलमा 96 रन जोडे। उनी शतक बनाउनबाट मात्र 4 रनले चुके। उनले 12 चौका र 3 छक्का प्रहार गरेका थिए। अब नेपालले मङ्गलबार जुन 10 तारिक नेदरल्यान्डसँग खेल्ने तालिका रहेको छ।
हवस् त, आजका लागि क्रिकेटसँग सम्बन्धित खबर सकिएको छ। यदि तपाईँलाई आजको भिडियो सामग्री मन परेमा कृपया एक लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। तपाईँ पहिलोपटक हाम्रो यस च्यानलमा जोडिनु भएको छ भने कृपया एक सब्सक्राइब गरेर पनि सहयोग गरिदिनुहोला। आगामी दिनमा पनि क्रिकेटसँग सम्बन्धित नयाँ खबरहरू लिएर तपाईँको माझमा आउने जानकारी गराउँदै आजका लागि छुट्छु। बाँकी पल तपाईँहरूको शुभ रहोस्। नमस्कार। जय नेपाली क्रिकेट।